सात करोडको जग यसरी बोक्दा भयो जग कहीँ यसरी बोक्ने हुन्छ हेर यहाँ अब यसलाई यसरी बोक्दा भयो अस्ट्रिचको जाँते बुझिस् यस्तोहरू धुनलाई मात्रै जग प्रयोग गरिन्छ नत्र भने सस्तो मात्रै सुँगुर खसी हुँदैन गर्न सक्दैन होला त्यही भएर तैँले पनि भन्न सकिन्छ 5 को टपरी यो सिन्का भनेको हेर यो भनेको नि सुनको बनाएको बाबा ल बबाल बाबा बाउले भएर नि त्यसो वेट नाच्दै वासिङ ठिक पार्यौ वाट चाहिँ भने माछामा घोडामा नलाएको बाउले भाइ तपाईँहरूको 3टा अनि एउटा हो नि त भालेको हात मुख धोएर ल्याउनुपर्छ ल अहिले खुट्टा ढुङ है खुट्टा मात्रै ढुङ है हुन्छ भित्र सारा पानी त्यसैले हुन्छ जग त दामी रहेछ र के अरे लगाइदियो पाती ल्याइयो कोदोकै मात्रै होला मलाई बुढाले कोदोको मात्रै पकाउनु पर्छ यसपालि त ढो नै खानुपर्ने हो हामीले डढाइ पठाएछु तपाईँको घरमा हाम्रो अझै पोखट्टा भालेहरू छ तपाईँहरूको त्यो सानो हाम्रो एउटा पोठी गर्ने भोलिमा के न पोठी एउटा सिगारी लगाउँछ भाले पनि छ नि त मुनाको भाले माउले कता लग्यो वापस है खोज्दा खोज्दा भइरहेछ त्यहाँ भोलिमा चाहिँ वापाले माउले नै डुलाइरहेछ भनेपछि ठुलै रहेछ भोलिमा ओको गर्नु पोठीले गर्दा पनि हुन्छ होइन भाले सिखारी गर्नुपर्ने आजै होइन पर्सि पञ्चमीमा भाले हड्डी मात्रै छ तर सास र हड्डी मात्रै छ अनि छाला बिहाडे भएर नहुँडा र मान पापा के गर्छ तपाईँ काट्छ भनेर पनि पर्सिनै पर्यो टाउको दिदीहरू नभिराउनु पर्ने अलिअलि उ गर्नु पर्ने बेलुका झरेको अन्त झर्छौँ घरमै भनेको छिटो हेरेर झरेको छ राति तर लग्यो भनेर कि आपाले त्यस्ता कुरा त सिम्पल कुरा हो आपालाई हो त्यो टोइलेट बुझ्ने हातमा
खुसिया रोटी कस्तो भयो होला मेरो मेरो फ्याम्पा डोसा होला त्यो कम लाइस्याउ झाडो पालाय चामल किस्कालाई होला पाखाइमा आले मछामा किरेमा मुम्रो हालो हालोमा भुमेर पितृ पूजामा भोग दिइसक्यौँ अब आगो बाल्छौँ हामी यहाँ गाइस है हाम्रो यस्तै छ पारा नरहेर चाहिँ चिकनहरू खा हेर होइन भने हुन्छ
देखाइदिएको छ यो अमेरिकाबाट यो झिकाको 7 करोडको जग यसरी बोक्दा जग कहीँ यसरी बोक्ने हो हेर यहाँ अब यसलाई यसरी बोक्दा भयो यहाँ यस्तो जग चाहिँ पाइँदैन मेड इन लन्डन जसले पायो त्यसले चलाउन युजै गर्दैन यो हेर अब यहाँ यस्तो सुविधाको जग्गा कहीँ छ भन्छ यो 7 करोडको जग धेरै महँगो जताबाट युज गर्नु सक्छ पछाडिबाट यो जग त भेटिँदैन यहाँ अस्ट्रिचको अन्डा यो खायो भने हुन्छ चङ्गा बुझेस् अस्ट्रिचको अन्डा अस्ट्रिचको खुट्टा बुझेस् अस्ट्रिचको लेग पिस यहाँ अस्ट्रिचको शिर यो चाहिँ साउथी मान्छेको टाउको बुझेस् 5 करोड ल छोड्दै यसरी भन्छ नि होइन यसरी भन्छ यसरी हुँदैन यसरी चाहिँ कस्तो यो चाहिँ पानको पातको टपरी सुनेछस् यो के अरे भन्दा के अरे यो पानको पातको यो टपरी नि यो लटतरको यो मासु राख्ने सानो राख्ने होइन यो अस्ट्रिचको मासु मात्रै राख्ने हो त्यही पनि अघि मैले दुबईबाट झिकायो भने नि टाउको जस्तो राख्ने अस्ट्रिचको टाउको है गाइस अस्ट्रिचको फिला चाहिँ फुटाउनै भोलि छ होइन त्यो फल्नलाई राखेको पाक्दैन यो पानको पातमा टपरी के अरे भन्दा पानको पातमा टपरी जसले तैँले उच्चारण पनि गर्न सक्दैन होला त्यही भएर तैँले पनि भन्न सक्छ पानको पातको टपरी बुझेस् के अरे भन्दा अब यो सिन्का भनेको हेर यो भनेको नि सुनको भनेको सुनको सिन्का पानको पातको टपरीमा सुनको सिन्का टपरी हेरेर लकर यसरी खोल्यो भने यो टपरी खुल्यो यसो गरेर यसरी बटायो भने पानको पातमा टपरी तपाईँ अब यहाँ हेर्दा सानो यहाँ कति आउँछ यहाँ के अरे भन्दा पानको पातमा टपरी यहाँ एउटा अस्ट्रिचसँगै
कन्जिटाबाट स्याप्टै पिछा मुवा लगाएर पकाउनु पर्यो होइन त्यति के राख्नु यो ट्याक्क पकाउने apa enggak sesuai aja lu lo itu mau ragun saya mau pamit ini aku udah lah sampai orang sangat kita sudah curang ya curang coba dia kalau pelampak sudah pelampak dia aku sudah kenapa apa hazır coba jengkol kalau ini yang jadi ada ya Kita berdoa sama saya. Bukan hal itu. Makan formal itu bukan hal itu. Kalau makan sama sama kita, lain kita. Kita kawan kita bagi. Makan formal itu. Sama sama kita. Kawan kita. Awalnya di semua yang mustahil itu. Yang ini kenal yang saya temukan yang saya nongkrong dengan si tahu si si anak yang digon si kayak si tahu nami guru nami terus orang wanita ini kenal ada siapa juga nak luka jiwa baik bayar apa entah oh hari garu oh dia oh apa tuh tak ada apa na ada oh dia tidak apa no lagi di sana kamu tak apa oh ada coba lawan aja itu kan ukra wati Plempa, kodok plempa. Sarma. Sarma mau plempa. Sarma mau wasu. Kodeko bhaleko masu. Wapa masa. मासु हातेर तयारी केही छैन भर्खर मासु टुक्राएर त्यति भएर हुन्छ ल त्यो क्यामेरा सेटअप गर्ने Yes, I'm busy. Come on guys, wait, short. माग्ने बेलाले हात खाता पनि दिँदैन यार माग्ने बेलाले हात पनि दिनुपर्छ नि होइन माग्ने बेलाले हात हामी थुप्रै दादा माल्दाहरू गरेको बाबाहरूमा लक्ष्मीले फर्काएको हाम्रो बुढाले गरेर मगाएको ल चाँदी भने यस्तो गिलासमा उठ्को मान्थ्यो कुनै यसो सुरु खाएर
टिप्नु पर्यो भने मिलाएर पालेमा त्यही एउटा टिपिरहेको मासु टपक्क टिपेर मासु पनि लग्यो मेरो मासु पनि ल्याएर त्यो मासु र टपक्क टिपेर ल कसैले पनि टिपेको हुँदैन मिलाएर पालेमा अब यो अस्ट्रिचको सेको यो रोटी छ नि महँगो रोटी स्पेसल केको लागि आपाले खानुहुन्छ आपा खानुहोस् अस्ट्रिचको मासु चाहिँ किलो त्यो लागि अस्ट्रिचको मजा नखाने धन्यवाद त्यस्तो छ ल